पानी हेर्न त्यहाँ ओले 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 चढ्न किन आएको यतै हजुर के भने तिमीले के भने एउटा के भने जस्तो लाग्यो त लौडा लसुन भने ए बोल्छु किन नबोल्नु नि यो मान्छे गएको कन्टेन्ट आउँछ भन्दै मान्छेलाई हान्नेको भने कहाँ हुन्छ ए भ्याउनु परेन हामीले हाम्रो कहाँ 150 सीसी त्यो कहाँ 200 सीसी यो कहाँ 125 सीसी त्यही नै यसको पछाडि पछाडि हिँड्नुपर्छ खोइ त यार निकै बेर भयो त यो टुपहरूकोमा यस्तो त्यहाँनिर के भएको के थियो कुन बाङ्लाको साइडमा खान्छ त्यो रिङमा क्या त्यो रिङमा के छ त्यो डल्लो डल्लो त्यो हावा हाल्ने ठाउँ हो किन पाएन पानी पर्छ पानी हेर्न त्यहाँ ओले 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 चढ्न आमा यहाँ छिर्दो रहेछ त ओइ आमा ल यहाँ त कामै रहेनछ यतापट्टि बस्नु पर्ला जस्तो पर्यो ल ल ल पुरै भिज्यो वन पुरै सेतो टी सर्ट त पुरै रातो होला छ यार मेरो फोरको लागि कति सर बिस्तार बिस्तार ल यो ढोकै उचाल्दिनु खोज्छ त यार यो त उडाइदिनु बेस नि थाप्ने उल्टो यताबाट पानी पऱ्यो अलिकति जोगिन्थ्यो ल ल हुरी बतास त ठुला हात मान त्यो गौरव बाटोहरू उता गयो नि पानी परेर चाहिँ हामी यहाँ ट्राफिक जिम्मा बसेर छ हामी कम्पनी हिँड्छ ल ल ल यहाँ किन लुक्यो सरको सानो घरमा बसेँ हामी म पनि मनोज सरको यहाँ पुरै कागज लाग्लाई छ यहाँ बसेर इन्टरभ्यु दिन पनि हैन पाल्ने भयो हिजो भर्खर किनेर आज टी सर्ट देखेर पास होस् भनेर आएको यस्तो हो
पानी कस्तो हाँ चाबी राखेपछि बाइकमा राखेपछि कापी चाबी चाबी साइड बोकेर आइछु यहाँ भाँचिन्छ क्या हिँड्न यस्तो त तालियो सर के हो नो हामीबाट बोर्डै निकालेर फालिदिन्छ नि त सर निकालेर राखेको हो क्या भाइ ल बाहिर निक्ल्नु मात्रै बसौँ न त एकछिन अब अहिले सर यो ओछ्याइदिनु पर्छ अहिले ओछ्याइदिनु बेला फाइन गर्ने कामलाई एक्लै भने गाह्रो पर्ला भन्नु नि त साथीहरू होइन हामी चाहिँ पानीबाट देखाइदियो हाम्रो प्रहरी नेपालको कस्तो छ यहाँ आएर बसिरहेको यहाँ आएर मुसो भिजाएको भिज्यो पानीले गर्दा होइन अब एकछिन मात्रै ल सर गयौँ हामी चाहिँ हस् हस् बस बस यस्तो अब गाडीहरूले यस्तो छ्याप्छ के पानी लामो जस्तो फेरि अब मार्छ त्यहाँ रोक त ऊ यहाँ रोक्न हेर्ने निक्लेर दुःख दिनुभयो